सुशीला कार्कीलाई ल्याउनुस् प्रधानमन्त्रीलाई। तपाईँ जनताबाट चुनाव जितेर प्रधानमन्त्री भएको होइन भन्नुस्। आन्दोलनको राप र तापमा प्रधानमन्त्री भएको, आन्दोलनमै नआएको मान्छेहरू मन्त्री भइराखेका छन्। कहाँबाट आउँछन् मन्त्री बन्नु? अहिलेको प्रधानमन्त्रीलाई प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीमा जानका लागि अपिल गर्नुस्। अनलाइन भोटिङ सिस्टम किन नगरेको? यही चुनाव प्रक्रिया हुने हो भने त जनलाई लखेड्नु भयो, तिनै चुनाव जितेर आउँछन्। फेरि संसद बहिष्कार गर्दाखेरि पनि सभामुखले सुनेनन्, केपी शर्मा ओलीको सरकारले सुनेन। भोलि तपाईँहरूको हालत त्यही हुँदैन भन्ने के छ? प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रदेश संरचना खारेजी, स्थानीय तहमा गैर दलीय चुनाव गराउने, संवैधानिक आयोगमा राजनीतिक नियुक्ति बन्द, अनलाइन भोटिङ सिस्टम र नेपालको संविधानको धारा 87 लाई खारेज गरेर 18 वर्षको उमेर हकबन्दी। वास्तविक जेनजीहरूको मुद्दा केपी शर्मा ओलीलाई हटाएर सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउनु मात्रै थियो कि यो देशमा सुशासन कायम गर्ने, भ्रष्टाचार अन्त्य गर्ने, रोजगारी सिर्जना गर्ने थियो त? यो विषयवस्तु चाहिँ अब हुनुपर्छ। किनभने सामान्य यो आन्दोलन होइन र यो आन्दोलन जेनजीहरूको केही मागमा भयो, तर त्यहाँ आन्दोलनमा सबै जेनजी होइन। सबै नेपाली नागरिकहरूको साथ र सहयोगमा यो आन्दोलन प्राप्त भएको हो। तर त्यो आन्दोलनको उद्देश्य के थियो? 84 मा त चुनाव हुँदै थियो। 84 को चुनाव 82 मा ल्याउनका लागि त पक्कै मान्छेहरू मरेका होइनन् के अरे? राजनीतिक मुद्दाहरू के हुन् त? आज यो देश बर्बाद यदि केही कारणले भएको छ भने हाम्रो देशभित्रका संविधानका केही धाराले भएको छ। आज कोही साथीहरू भन्दै थिए, अस्ति मैले पत्रकार सम्मेलनमा सुने पनि थिएँ, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीमा अबको चुनाव हुन्छ भन्छन् जेनजी अगुवा साथीहरू। मेरा प्रिय साथी हो, संविधान अध्ययन गर्देऊ। अब त्यो त दूरको सपना भइसक्यो। किनभने प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री नेपालको संविधानको धारा 76 ले भन्छ। त्यो धारा 76 ले प्रधानमन्त्रीको व्यवस्था गरेको छ। त्यो धारा खारेज नहुँदासम्म प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीमा अबको चुनाव हुँदैन। अहिलेको सरकारसँग जेनजी साथीहरूले गर्नुपर्ने एउटा माग के छ भने यो तपाईहरूले जितेको हो। 2007 सालमा पनि क्रान्ति भयो। 7 सालमा क्रान्ति पछाडि पनि सम्झौता भएको छ। प्रजातन्त्र आइसके पछाडि पनि राणा प्रधानमन्त्री भएका छन्। त्यसैगरी 2046 सालमा भयो। 46 सालमा पनि राजा वीरेन्द्रसँग सम्झौता गरिएको छ। त्यसपछि 63 सालमा भयो। 63 मा पनि युद्ध जितेको होइन। राजाले संसद पुनः स्थापना गरिदिनु भएको हो। त्यतिखेर पनि सम्झौता भएको छ। तर यो आन्दोलन यो बिल्कुलै जितेको आन्दोलन थियो। देशको प्रधानमन्त्री भागिरहेको थिए। देशको गृहमन्त्रीले राजीनामा दिइसक्नु भएको थियो। मन्त्रीहरूले भगाभग राजीनामा दिने चलन आइसकेको थियो। राष्ट्रपति पनि कुन्दुलोमा लुक्यो, अत्तो पत्तो थिएन। तर एनजिओ आइएनजिओका साथीहरू आएर फेरि यो देशलाई द्वन्द्वमा लिनका लागि राजनीतिक मुद्दाभन्दा धेरै पर गएर सिर्फ एउटा कुर्सी मात्र परिवर्तन भयो। यसले फेरि द्वन्द्वको सिर्जना गर्छ। फेरि आन्दोलन हुन्छ। यसले कसरी हुँदैन? माग के थियो? त्यो 75 जना मरेका मान्छेलाई सोध। जो घाइते हुन् तिनीहरूका पीडितलाई सोध। जो मरे आज तिनका परिवारलाई सोध न, के थियो माग? सबभन्दा पहिला माग थियो प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री। दोस्रो माग थियो यो देशको सबभन्दा बढी आज खर्च केमा आउँछ भन्ने कुरा यहाँ अर्थविज्ञहरूलाई सोध्नुस् तपाईले। आज 1 वर्षमा 4 खरब भन्दा बढी पैसा आज प्रदेशका नाममा खर्च हुन्छ। यो देशको आवश्यकता नै होइन, त्यो प्रदेश पालिराखेको छ। हुँदा हुँदा त मलाई अचम्म के लाग्यो भने त्यो राजनीतिक वार्ता गर्न गएका साथीहरूले राजनीतिक ज्ञानको कमीले गर्दा आज यो सफलताको सिडी चढ्न सकिएन। अब प्रतिनिधि सभा विघटन गरेको छ, राष्ट्रिय सभा चाहिँ जीवित राखेको छ। ल हेर्नुस् त यो के गरे आयो? ल मानौ उदाहरणका लागि, ल हामी भोलि पार्टी खोल्नुभयो साथीहरूले सबैले। हामी नयाँ साथीहरू सब एकजुट बन्यौँ, चुनावमा गयौँ, 184 सिट ल्यायौँ। ल संविधान संशोधन गर्नका लागि 184 सिट चाहिन्छ। कि त सुशीला कार्कीले जुन दिन प्रधानमन्त्री हुनुभयो त्यो दिन अन्तरिम संविधान जारी गर्नु पर्थ्यो। अन्तरिम संविधान जारी भएन। तर जेनजी प्रतिनिधिका जो प्रमुख हुनुहुन्थ्यो
उहाँको कुरा सुनेको संविधान फालेपछि त देशै सकिन्छ भन्नुभएको थियो। मलाई हाँसो लाग्यो। अन्तरिम संविधान पटक पटक नेपालमा जारी भएका छन्। 2007 साल चैत्र 17 गते अन्तरिम संविधान जारी भएको छ। 2063 साल माघ 1 गते अन्तरिम संविधान जारी भएको छ नेपालमा। अहिले पनि अन्तरिम संविधान जारी गर्न सकिन्छ। अन्तरिम संविधान जारी गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीमा जाने, प्रदेश संरचनालाई खारेज गर्ने, गैर दलीय स्थानीय तह कायम गर्ने, संवैधानिक आयोगमा राजनीति नियुक्तको अन्त्य गर्ने, अनलाइन भोटिङ सिस्टम गर्ने र चुनावमा जाँदाखेरि अहिले म्याद हद घटाउने। अधिकांश जेनजी साथीहरूलाई आज भन्न चाहन्छु, तपाईले आन्दोलन गर्नुभयो तर तपाईँ अब उम्मेदवार बन्न पाउनुहुन्न। नेपालको संविधानको धारा यो पढ्नुस् त, 72 को धारा 87 मा छ, उमेर हकबन्दी हुन्छ। 18 वर्षको युवाले भोट हाल्न पाउँछ तर 25 वर्ष नपुग्दासम्म प्रतिनिधि सभाको सांसदको उम्मेदवार बन्न पाउँदैन। यो कानुन, यो संविधान छ नेपालमा। यो तपाईको जेन्जु अगुवाका प्रमुखलाई पनि सायद यो कुरा थाहा छैन। ल भन्नुस्, 18 वर्ष पुगेको मान्छेले भोट हाल्न पाउँछ भने ऊ मान्छे उम्मेदवार किन बन्न पाउँदैन? भोट हालेर आफ्नो प्रतिनिधि छान्न पाउँछ भने त्यो मान्छे तपाईको उम्मेदवार किन बन्न नपाउने? आज त्यही भएको कारणले गर्दा प्रतिनिधि सभामा 28, 29, 30 वर्षमा हामीले चुनाव जित्दा हामी त सबभन्दा कान्छा भन्नुपर्ने अवस्था छ। यदि 18 वर्षमा तपाईको भोट हाल्न सकिन्छ भने 18 वर्षमै उम्मेदवार बन्न पाउने यदि व्यवस्था भइदियो भने त नयाँ युवा साथीहरू आउन सक्छन्। आज 90% भन्दा बढी जेनजीहरू अहिले हुन लागेको चुनावमा उम्मेदवार बन्न पाउँदैनन्। अहिलेको कानुनले किन पाउँदैनन् भने नेपालको संविधानको धारा 87 मा के भन्छ भने नेपालको 25 वर्ष उमेर पुरा भएको हुनुपर्छ उम्मेदवार बन्नका लागि। अब जेनजी जेड भनेको जिन जेड भने कति त 28 वर्षसम्म हो नि। 28 वर्षसम्म हो भने 25 वर्षदेखि 28 वर्षको मान्छे त 10% मात्रै होला। बाँकी रहेको मान्छे उम्मेदवारै बन्न पाउँदैन। यो संवैधानिक कुरा हो। यो सुशीला कार्कीले त्यही दिन खारेज गर्नुपर्छ। अर्को प्रत्यक्ष निर्वाचित कार्यकारी त्यो भएको हुनाले अहिले के छ भने संवैधानिक अडचनहरू बाँकी छन्। अब यो ल अब हुने के हो त? अघि म कुरामा जाँदै थिएँ। ल आउनुहोस्, सबैजना मिल्नुहोस्। ल सब मिलेर 184 सिट ल्यायौँ, संसदमा गयौँ। अब त संविधान संशोधन गर्नु पर्यो भन्यो। हाम्रो प्रतिनिधि सभाले संविधान संशोधन गर्यो। प्रतिनिधि सभाले संविधान संशोधन गरेर मात्र संविधान बन्दैन, राष्ट्रिय सभाले पनि गर्नुपर्छ। जो राष्ट्रिय सभा आज जीवित छ, त्यो राष्ट्रिय सभामा जसका विरुद्ध जेनजीहरूले लडे तिनैका कार्यकर्ताहरू आज सांसद भएर बसिरहेछन्। अनि तिनीहरूले तपाईको संविधान संशोधन गरेको संशोधन गरिदिन्छन्, त्यहीँबाट फिर्ता पठाइदिन्छन्। अनि संविधान संशोधन हुन्छ त? चुनावी प्रक्रिया कस्तो छ? 2015 सालमा विश्वेश्वर प्रसाद कोइराला प्रथम पटक जननिर्वाचित प्रधानमन्त्रीका लागि चुनाव हुँदै गर्दाखेरि जसरी चुनाव हुन्थ्यो आज पनि त्यसरी नै छ। ल मानौँ उदाहरणका लागि एउटा सङ्घका सभाको मान्छे विद्यार्थी भएर ऊ काठमाडौँ छ भने उसले अब काठमाडौँबाट चुनावमा भोट हाल्न पाउँदैन। ऊ विद्यार्थी यहाँबाट फेरि सङ्घका सभा जानु पर्यो। सङ्घका सभामा गएर मात्रै हुँदैन, त्यो जिल्ला गाउँपालिका जानु पर्यो। गाउँपालिका गएर भएन, त्यहाँ ओडा जान पर्यो। ओडामा मात्र गएर भएन, उसले आफ्नो मतदान केन्द्रमा गएर भोट हाल्नुपर्छ। अनि 50,000 रुपियाँ खर्च गरेर पढ्न आएको विद्यार्थी आफ्नो गाउँमा भोट हाल्न जान सक्छ? अनलाइन भोटिङ सिस्टम किन नगरेको? यही चुनाव प्रक्रिया हुने हो भने त जनलाई लखेड्नु भयो, तिनै चुनाव जितेर आउँछन् फेरि। अनि परिवर्तन भयो के? रगत केका लागि बगाएको? रगत त अहिलेको प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर सुशीला कार्कीजीलाई प्रधानमन्त्री बनाउनलाई, 84 को चुनावलाई 84 मा हुने चुनावलाई 82 मा ल्याउनका लागि त रगत बगाएको होइन होला नि त। यो देशमा सुशासन कायम गर्नका लागि। अब आज केही जेनजी साथीहरूले सुन्छु म, तपाईहरुभन्दा पनि म 1-2 वर्ष मात्र जेठो भए हुनाले तपाईको जो जेनजी नेता भन्नुहुन्छ उनीहरुभन्दा पनि म कान्छो भएकाले तपाईलाई एक दुईवटा कुरा सल्लाह दिन चाहन्छु। अस्ति अख्तियारमा देखेको थिएँ, अख्तियारको आयुक्तको राजीनामा मागिराख्नु भएको थियो साथीहरु। अख्तियारको आयुक्तले राजीनामा कस्तो अवस्थामा दिन्छ भन्ने कुरा नेपालको संविधानलाई अलिकति पल्टाउनु कि त संविधान मान्दिन भन्नु पर्यो। संविधान मानेपछि त त्यो संविधान अनुसार जानु पर्यो नि त। धारा नेपालको संविधानको धारा तपाईको कसले भन्छ अख्तियारको प्रमुख आयुक्तहरू आयुक्त लगायतकालाई 101 ले व्यवस्था गरेका छ। महाभियोग प्रस्ताव भएपछि मात्र उनलाई पदबाट हटाउन सकिन्छ। सुशीला कार्कीले चाहनु भएन भने पनि तपाईको संवैधानिक आयोगका प्रमुखलाई हटाउन पाइँदैन। यो नेपालको संवैधानिक व्यवस्था हो। यो हामीले त त्यतिखेर भनेका थियौं के गर्नुस् भने जेनजी युवा साथी हो जितियो
सडकमा युद्ध जित्यौँ, सम्झौतामा युद्ध हारेको जितियो। ल ठ्याक्क सुशीला कार्कीलाई नै प्रधानमन्त्री बनाउनु भयो, खुल्ला मञ्चमा ल्याउनुहोस्। 5-6 वटा बुदा, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रदेश संरचना खारेजी, स्थानीय तहमा गैर दलीय चुनाव गराउने, संवैधानिक आयोगमा राजनीतिक नियुक्ति बन्द, अनलाइन भोटिङ सिस्टम र नेपालको संविधानको धारा 87 लाई खारेज गरेर 18 वर्षको उमेर हकबन्दी। भोट हाल्न पाउने मान्छे उम्मेदवार पनि बन्न पाउने, यतिवटा धारा र 1-2 अरू विज्ञसँग बसेर अन्तर्मी संविधान जारी गर्नुहोस्। राष्ट्रपतिबाट शपथ खाने होइन, राष्ट्रपति पनि बाइकट भइसक्यो। अनि के गर्नुहोस्, 4-5 वटा धर्मगुरु, हिन्दू, बुद्ध, किराँत, मुस्लिम लगायतका धर्मगुरुको हातबाट सुशीला कार्कीलाई शपथ खुवाउनुहोस्, खुल्ला मञ्चमा अन्तर्मी संविधान जारी गर्नुहोस्। त्यसो भयो भने अब आउने चुनाव पनि हामी केमा जान्थ्यौँ? प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीमा जान्थ्यौँ। अबको चुनाव त के हुने हो? 2022 मा याभन्दा अगाडि सन् 2022 मा जसरी चुनाव भयो अब त्यही हो। उही सांसदको चुनाव हुने हो। अझ तपाईँले के गल्ती गर्नुभयो? नेपालको सबभन्दा काम नलाग्ने संस्था भनेको राष्ट्रिय सभा हो। पार्टीका कार्यकर्ता बाहेक अरू मान्छे त्यहाँ जानै सक्दैन। जनता कहाँ गएर भोट पनि लिँदैन। स्थानीय तहको मेयरले, उपमेयरले, प्रदेश सांसदले भोट हालेर जाने हो। अनि तिनीहरूको विद्रोह आश्रम त आज पनि जीवित छ यो देशमा। ल प्रतिनिधि सभाबाट बहुमत ल्याएर आउनु पर्यो। ल बहुमत ल्याउनका लागि त अहिले पनि के छ? चुनाव कतिजनाको हुन्छ एकछिन सम्झिनुहोस् त। नेपालको संविधानमा कति जटिलता छ? चुनाव हुन्छ 165 जनाको, संविधान संशोधन गर्नलाई चाहिन्छ 184-85 जना। 20 जना कहाँबाट ल्याउनु? अनि समानुपातिक चाहियो। समानुपातिक हुनलाई पार्टी चाहियो। पार्टी नभए समानुपातिक भोट काउन्ट हुँदैन। अनि के गर्ने त त्यसपछि? अनि झुन्ड्यो राम भएन। यो कुरा चाहिँ त्यतिखेर सम्झौता गर्ने साथीले ठुलो अवसर थियो, अवसर गुमेको पनि छैन। अहिले गोलमेज सम्मेलन गर्नुहोस् जेनजी युवा साथी, सुशीला कार्कीलाई ल्याउनुहोस् प्रधानमन्त्रीलाई। तपाईँ जनताबाट चुनाव जितेर प्रधानमन्त्री भएको होइन भन्नुहोस्। आन्दोलनको राप र तापमा प्रधानमन्त्री भएको, आन्दोलनका मागलाई सम्बोधन गरेर भन्नुहोस्। गोलमेज सम्मेलन गर्नुहोस्, कानुन विज्ञ राख्नुहोस्, संविधानका 4-5 वटा धारा संशोधन गरिदिनुहोस्। अहिलेको सरकारले यदि चाह्यो भने त्यो सम्भव छ, किनकि सरकार नै संवैधानिक होइन वास्तवमा भन्ने हो भने। नेपालको संविधानको धारा 61 मा कहाँनिर प्रधानमन्त्री नियुक्ति गर्ने भनेको छ। तर भयो त हामीले मानेकै छौँ, हामी सबैले स्वीकारेकै छौँ। त्यो भए हुनाले अहिले संवैधानिक जटिलता छ यो देशमा। अब हुने चुनावमा एक त वास्तविक जेनजी युवा साथीहरू उम्मेदवार नै बन्न पाउँदैनन्, किनभने आज 90% जेनजी युवा साथीहरू कति वर्षका छन् ल भन्नुहोस् त? 18 वर्षदेखि लगेर 25 वर्षका साथीहरू 90% छन्। अब 25 वर्ष कटेपछि मात्र अहिले प्रतिनिधि सभाको सांसदको उम्मेदवार बन्न पाइने नेपालको संवैधानिक व्यवस्था धारा 87 ले व्यवस्था गरेको छ। अनि कसरी उम्मेदवार बन्ने? अब कयौं जेनजी युवा साथीहरू आज पढाइको सिलसिलामा काठमाडौँमा छन्। अब अस्ति काठमाडौँमा मर्ने मान्छेको लिस्ट हेर्नुहोस् त। बरु काठमाडौँको मान्छे कम मरेको छ, काठमाडौँभन्दा बाहिरको मान्छेहरू ज्यादा मरेका छन्। उनीहरू त्यही काठमाडौँमा पढ्न र रोजगारी गर्न आएको होइन। अब एकजना युवा 18 वर्षको युवा 50,000 रुपियाँ तिरेर हुम्लामा गएर भोट हाल्छ, अनि यिनैहरू आउँदैनन् फेरि? यो त राजनीतिक दलले बाटो बुद्धि गरेको। त्यतिखेर मैले सुनेको भैरवनाथगढमा मन्त्रीहरू केपी शर्मा ओलीको निर्देशनमा त्यतिखेर सम्झौता गरेर यो सम्झौतामा टुङ्ग्याइयो। यो रगतको आन्दोलनलाई यसलाई स्थापित गर्नुपर्ने कुरामा हामीले जानुपर्ने कहाँनिर हो? ल संवैधानिक आयोगमा राजनीतिक नियुक्ति अहिलेको संविधानको धारा 284 ले व्यवस्था गरेको छ। धारा 284 अस्ति सरकारले खारेज गरेको भए अब आउने मान्छे त लोकसेवा आयोग जस्तै इक्जाम दिएर अख्तियारको आयुक्त बन्थ्यो होला नि। अब त्यो पनि गयो। अब त के भयो? कोही सत्ताधारी पार्टीसँग आस्था भएको व्यक्ति मात्रै आज संवैधानिक आयोगको प्रमुख गर्ने व्यवस्था जीवित रह्यो। आन्दोलन भयो, सडकमा जितियो, तर सम्झौतामा हारिएकै हो। त्यो भएको हुनाले मेरो अपिल आज के छ भने अरू केही कुरामा छैन, 5-6 वटा बुदामा जानु छ युवा साथी हो। तपाईले जितेको हो। यो सरकारले संविधान देखाएर तपाईहरुलाई पन्छ्याउन पाइदैन, किनभने यो सरकार संविधान अन्तर्गत बनेकै होइन। जुन सरकार संविधान अन्तर्गत बनेको होइन भने त्यो सरकारले संविधान देखाएर तर्साउनु पर्ने कुनै आवश्यकता छैन। त्यो भएको हुनाले अहिले जेनजी युवा साथीहरूले जम्मा 5-6 वटा काम गर्नुस्। एउटा कुरो, अहिलेको प्रधानमन्त्रीलाई प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीमा जानका लागि अपिल गर्नुस्।
दोस्रो, यो देश आज 4 खरब भन्दा बढी पैसा आज प्रदेशका नाममा खर्च हुन्छ। समानुपातिकबाट वडा अध्यक्षको चुनाव हारेको मान्छे आज प्रदेशको मन्त्री र मुख्यमन्त्री भइरहेका छ। आज यस्तो अवस्था छ यो देशमा। देश छ यत्रो, सांसद र मन्त्री छन् यत्रो। आज को मुख्यमन्त्री छ बिचरा हामी कसैलाई थाहा छैन। त्यो प्रदेश त खारेज भन्थ्यो, प्रदेश खारेज गर्नुहोस्। स्थानीय तह आज पार्टीको भएको छ, कोही काङ्ग्रेसको, कोही एमालेको, कोही रापरबाको, कोही माओवादीको, अन्य मधेसवादी दलहरूको। आज स्थानीय तह त्यस्तो भएको छ। स्थानीय तहलाई गैर राजनीतिक बनाउनुहोस्। स्थानीय तहमा अब पार्टीका चुनाव चिन्हबाट होइन, आफ्नो व्यक्तिले आफ्नो चुनाव चिन्ह आफै लग्ने व्यवस्था नेपालको संविधानबाटै लेख्नुहोस्। त्यो गर्नुहोस्। अर्को, अनलाइन भोटिङ सिस्टम गर्नुहोस्। अर्को, यो उमेर हकबन्दी धारा 87 खारेज गर्नुहोस्। किनभने 18 वर्षको युवाले भोट हाल्न पाउँछ भने उम्मेदवार बन्न किन नपाउने? कि त भोट पनि नहाल भन्न पर्यो? भोट हालेर आफ्नो प्रतिनिधि छान्न सक्ने मान्छे यो देश चलाउन सक्दैन? सक्छ अवश्य। त्यो भएको हुनाले यी 4-5वटा मुद्दा, 2-4वटा अरू मुद्दा थपेर अहिलेको सरकारलाई गोलमेज सम्मेलन गरेर सबैलाई बोलाएर यो छलफल गर्नुहोस् भनेर अबका जनयुवा साथीहरू जानुहोस्। अब मेरो तर्फबाट मैले अस्ति राष्ट्रपतिसँग, प्रधानमन्त्रीसँग र सबै राजनीतिक दलका नेताहरू बसेको शीतल निवासको बैठकमा मैले 8वटा एजेन्डा पेश गरिदिएको छु। अब देश यहीमा जाने हो। अब त्यहाँभन्दा ठुलो को छ? देशको प्रधानमन्त्री त्यही छन्, राष्ट्रपति त्यही छन्, र राजनीतिक दल र मन्त्री परिषद सबैका अगाडि यो 8वटा मुद्दा लागू गर्नुहोस् भनेर मैले पेश गरेको छु। र त्यसपछि अर्को सभामुखसँग अस्तिको बैठकमा यहाँ 8वटा मुद्दा लिएर अगाडि जानुहोस् भनिएको छ। त्यो भएको हुनाले अहिले हामीले राजनैतिक परिवर्तन नहुँदासम्म हेर्नुहोस्, जनताको जीवन स्तर परिवर्तन हुँदैन। संसारका कुनै पनि देश बन्ने पनि राजनीतिकले हो, डुब्ने पनि राजनीतिकले हो। त्यो भएको हुनाले अहिले म जनयुवा साथीहरूलाई के भन्न चाहन्छु भने अब त्यो राष्ट्रिय सभा किन राखेको त? के फाइदा भयो राष्ट्रिय सभा राखेर? त्यो कसको आँटमा राखियो? अब प्रतिनिधि सभा जनताबाट चुनाव जितेर आएको चाहिँ खारेज गर्ने रे। अब जनताबाट नल्याएको वृद्ध आश्रम जस्तो भएर बसिरहेको छ। तपाईँ सबैलाई थाहा छ। मैले त त्यो भनि पनि सकेँ। अब त्यो सभा चाहिँ जीवित राख्ने रे। ल भोलि मैले अघि पनि भनिसकेँ, भोलि चुनाव जितेर बहुमत ल्याएर पनि राष्ट्रिय सभाले अनुमोदन गरेन भने त संविधान संशोधनै हुँदैन। यस्तो किसिमको कानुनी जटिलतालाई पनि हामीले बुझ्नुपर्छ कि पर्दैन? त्यो भएको हुनाले म लामो बोलिनँ। जनयुवा साथी हो, भविष्य बनाउने हो यही देशमा, रोजगारी सिर्जना गर्नु छ, भ्रष्टाचारको अन्त्य गर्नु छ। अब भ्रष्टाचारीलाई कारबाही गर्नका लागि नेपालमा 3टा निकाय छ। ल भन्नुहोस्, एउटा अदालत छ। अदालतमा तपाईँको के छ? अदालतका न्यायाधीश 2 तरिकाबाट आउँछ। एउटा राजनीतिक नियुक्ति हुन्छ, एउटा लोकसेवा आयोग पास गरेर आएका हुन्छ। अहिले अदालतमा जाने हो भने राजनीतिक नियुक्ति गरेका बढी छन्। अनि त्यो कसरी छ? नेपालको संविधानले के गरेका छ? न्याय परिषदको व्यवस्था गरेका छ। नेपालको संविधानले संवैधानिक परिषदको व्यवस्था गरेका छ। अनि पार्टीका कार्यकर्ता न्यायाधीश भएर आउने व्यवस्था खुला छ। यो खारेज गरौँ न। यत्रो प्राप्तिपछि पनि यो खारेज गर्न सकिएन भने भोलि न्याय कसरी पाइन्छ? अब अख्तियारमा संवैधानिक परिषदले अख्तियारको आयुक्त नियुक्ति गर्छ, प्रमुख आयुक्त र आयुक्तहरू। अनि त्यो संविधानको व्यवस्था हो धारा 284। त्यो खारेज नगर्दासम्म त अनि देशमा स्वतन्त्र मान्छे कसरी अख्तियारमा आउँछ? भोलि आउन सक्दैन। त्यो भएको हुनाले संवैधानिक जटिलता छ। संवैधानिक जटिलता खारेज गर्नका लागि यो 8वटा बुँदा छन्। 7वटा 8वटा बुँदामा सबै एकजुट बन्नुहोस्। कोही कसै कदापि नगर्नुहोस्। अस्ति मैले हेरिरहेको थिएँ, कोही शीतल निवासभित्र वार्ता गरिरहेछन्, कोही सडकमा छन्। अब मन्त्री बन्ने साथीहरू पनि हेर्नुहोस् त, आन्दोलनमै नआएको मान्छेहरू मन्त्री भइरहेका छन्। अब कहाँबाट आउँछन् मन्त्री बन्न? रगत जसले बगायो त्यो मन्त्री बन न। जसले लड्यो आज बानेश्वरमा त्यो मन्त्री बन। लड्ने युवा साथीहरू त अहिलेसम्म एकजना पनि मन्त्री भए मैले देखाएको छैन। त्यो भएको हुनाले सबै एकजुट बन्नुहोस्। 8वटा बुँदा छन्, केही बिग्रेको छैन, केही हराएको छैन। दलहरू अहिले बोल्न सक्ने अवस्थामा छैनन्, किनभने उनीहरूले गलत गरेका थिए, भ्रष्टाचार गरेका थिए, त्यही भएर डराएका छन्। यतिखेरको मौका हो सबै गरेर प्रत्यक्ष निर्वाचित कार्यकारीमा जाने, प्रदेश संरचना खारेज गर्ने, स्थानीय तह गैर दलीय बनाउने, प्रतिनिधि तपाईँको संवैधानिक आयोग खारेज गराउने, अनि उमेर हकबन्दी घटाउने, यस्ता अरू तपाईँको मुद्दाहरू छन्। त्यो मुद्दा अहिले संविधानको जटिलताका कारणले भएको राष्ट्रिय सभा खारेज गर्ने लाइनमा जाउँ हामी। नत्र भने राष्ट्रिय सभा राखेर भोलि चुनाव जितेर गए पनि संविधान संशोधन गर्न सकिँदैन। किनकि संविधान संशोधन गर्नलाई राष्ट्रिय सभा र प्रतिनिधि सभा दुवैको बहुमत चाहिन्छ। बहुमत होइन, 2/3 चाहिन्छ। यतिसम्म पनि कानुनी ज्ञान,
यदि युवा साथीहरूले बुझेर हामी गएनौँ भने त जटिलता आउँछ। सुशीला कार्कीको सरकारलाई चुनाव गराउन मात्र केन्द्रित नगराउनुहोस्। चुनाव गराएर के हुने होला भन्नुहोस्। हुन्छ के ल तपाईँहरूले पार्टी खोल्नु पऱ्यो, 100 सिट ल्याउनु पऱ्यो, अनि तपाईँ प्रधानमन्त्री बन्न सक्नुहुन्छ? 138 चाहिन्छ। खै त 88 सिट ल्याएको नेपाली काङ्ग्रेस अघिल्लो पटक झुन्डे राम भए होइन नि त यिनीहरू, उही वारी उही पारी भए होइन। 32 सिट ल्याएको प्रचण्डजी प्रधानमन्त्री भइसक्नु। यो संसदीय व्यवस्था हो, यो संसदीय व्यवस्था हो। यहाँ 137 सिट ल्याएर पनि प्रधानमन्त्री बन्न सकिँदैन, किनकि यहाँ अङ्कगणितको कुरा हुन्छ। ल चुनावमा जानुभयो, तपाईँले 50 सिट ल्याएर आउनुभयो नयाँ युवा साथीले, के गर्नुहुन्छ? संसदमा हामीले अस्ति गरेनौँ राष्ट्रभारा, हामीले 100 दिनभन्दा बढी संसद बहिष्कार गर्दाखेरि पनि सभामुखले सुनेनन्, केपी शर्मा ओलीको सरकारले सुनेन। भोलि तपाईँहरूको हालत त्यही हुँदैन भन्ने के छ ग्यारेन्टी? त्यो भएको हुनाले संवैधानिक जटिलता छ। यो ठुल्ठुला मान्छेले तपाईँलाई यो कुरा भन्दैनन्। किन भन्दैनन् भने यिनीहरू पनि त नियुक्ति खाएर आएका हुन्। कसरी भन्छन् तपाईँ? बोल्दैनन्। त्यो भएको हुनाले अहिले स्पष्टका साथ अहिलेको सरकारलाई चुनाव मात्र गराउने होइन, यो देशमा प्रत्यक्ष निर्वाचित कार्यकारीमा, प्रदेश संरचना खारेजमा, गैरदलीय स्थानीय तहमा, राष्ट्रिय सभा खारेजमा अबको यो मुद्दाका साथ अगाडि बढ्नुहोस् र गोलमेल सम्मेलन गर्नुहोस्। सबैको साथ लिनुहोस्। बुद्धिजीवीहरू छन्, ठुल्ठुला प्रोफेसरहरू छन्, उहाँ सबैको साथ लिएर अगाडि बढ्नुहोस्। मेरो यही शुभकामना छ। अहिले यसको कन्क्लुजन के हो भने सडकमा युद्ध जितियो तर सम्झौतामा युद्ध हारेकै हो। यो हार्न हुँदैन। हस्, धन्यवाद। समयका लागि धेरै धेरै धन्यवाद आयोजक साथी।